यो भोलि रोपाइ आज हाम्रो यो धानको यो बिउ रोप्ने यो के भन्छ यसलाई बिउ निकाल्दैछौँ भोलि रोप्ने है। यता हेर त अब जाऊ है गोडा है। आज चाहिँ धेरै गर्मी छ यिनीहरूले पनि हेरिराखन्। अब हाम्रो घर यही हो है। हाम्रो खेत चाहिँ यिनी यो सबै हाम्रो खेत हो भोलि रोप्ने यो भोलि। आज चाहिँ हामीले यो ठ्याक्क बिउ गोड्छौँ यसलाई। यता हेर्नु त ल ल गोडा गोडा नानी गोडा आरामसित बसेर गोडा। हामीले यति धेरै गोडिसक्यो अब सबै गोड्ने यो आज अनि भोलि हाम्रो रोपाइ हुन्छ। यता हेर त आरामसित गोड है भोलि रोप्ने हो तिमीले धान रोप्ने हो। यो भ्यू चाहिँ हाम्रो घरको माथिबाट देखिने भ्यू हो। यो खेत यताको यो सबै अहिले रोपिन्छ हामीले। अनि भान्जा भान्जी चाहिँ यहाँ पौडी खेल्यो भने यहाँ राति पानी परेको यति धेरै पानी छ हेर्न सक्नुहुन्छ। यति धेरै पानी छ। तिमी यही लाएर रोप्ने पानी नभिजाऊ अहिले भिजाउने होइन अहिले तलतिर हिलामा गएर भिजाउने हो। तिमी नि उता जाऊ अब रुवा लाग्छ यस्तो चिसो छ जाऊ। अब यो यहाँबाट नि पानी तल झरेको होला यहाँ हेर्नु पर्यो। झऱ्यो होइन हेर्नुहोस् कति राम्रो देखिन्छ ग्रिनरी। ल झर झर हो झर छिटो झर तल झर। हामी तल जाँदैछौँ अब एकैछिन बसी हामी खेत रोप्न जाने हो के। त्यहाँ लोटौली है त्यहाँ लोटौली आरामसित त्यस्तरी उफ्रिने होइन आरामसित। अब चाहिँ भान्जी यता धान रोप्न जाँदैछन् हामीहरू त धान रोप्ने ठाउँमा जाँदैछौँ। हेर्नुहोस् कति धेरै हरियाली छ हरियाली हरियाली छ। दुगुरा ल ल दुगुरा अब यिनले धान रोप्दैछन् ल रोप छिटो रोप है। हो त्यति ग्याप गर ठिक छ। यिनले धान रोप्न पनि जानिन् भान्जीले सबै काम गर्छिन् घरको सबै काम गर्छिन्। अब धान नि रोप्ने कार्यक्रम धान पनि रोप्दैछिन् ल भनेको त ठ्याक्कै हो नानी यो गर भन्दा बित्तिकै त गरेर भ्याइसक्छिन् उत्तिखेर। कति चाहिँ ज्ञानी नानी हजुरहरू पनि यस्तै ज्ञानी हुनुपर्छ है। घर मम्मी बाबाले भनेको मान्न पर्छ। भाव